नमस्ते साथीहरू। आजभन्दा 130 वर्ष अगाडि निकोला टेस्लाले इमेजिन गरेको थियो र कल्पना गरेका थिए वायरलेस इनर्जीको भन्दाखेरि 1890s मा। तर आज आएर त्यो सत्य साबित भएको छ। तपाईँ हाम्रो घरमा अब बिना तारको विद्युत बल्नेछन् अथवा बिजुली बल्नेछन्। हो साथीहरू, फिनल्यान्डका साइन्टिस्टहरू, हेल्सिन्की युनिभर्सिटी र ओलो युनिभर्सिटीका साइन्टिस्टहरूले आविष्कार गरिरहेको छ यो 4वटा माध्यम बनाएर अल्ट्रासोनिक साउन्ड वेभ, लेजर सिस्टम, रेडियो फ्रिक्वेन्सीको माध्यमबाट यो वायरलेस इनर्जी बनाउनेछन् र जहाँ तपाईँ हाम्रो घरमा बिना तारको विद्युत अथवा बिजुली बल्नेछन् र त्यसमा कुनै बोर्ड, सकेट र प्लग चाहिँदैन। यो भनेको फिनल्यान्डमा यसमाथि अन्वेषण भइरहेछ र यो माथि कार्य भइरहेको छ। भएन त आश्चर्यजनक आविष्कार। धन्यवाद साथी।